न प्रकृतिमा हामी कमी छौँ। सगरमाथा जस्तो तपाईँको चाहिँ नि सर्वोच्च शिखर भएको देश। संस्कृतिमा न हामी तपाईँको चाहिँ नि हामी चोक चोकमा गाउँ गाउँमा टोल टोलमा विविध खालका संस्कृतिहरू हामीसँग छ। हामी न संस्कृतिमा कम छौँ न प्रविधिमा कम छौँ। आजभन्दा 1500 वर्ष पहिला ढिकी र जाँतो बनाउने पुर्खाको सन्तान हो कि होइन हामी? तर पछिल्लो समयमा हामीलाई हाम्रो शिक्षाबाट हामीलाई ट्विस्ट गरिदियो है। हामीले हाम्रो मौलिक प्रविधिहरू सबै त्यागेर मौलिकतालाई त्यागेर विदेशीले तपाईँको चाहिँ बेचेको पापड खान थाल्यो। त्यहाँदेखि सबै कुरा बिर्स्यो। आजभन्दा 2000 वर्ष पहिला जाँतो र ढिक्की बनाउने पुर्खाको सन्तानले आज एउटा सियो पनि बनाउन सक्दैन भन्दाखेरि लाजले शिर घरिघरि मेरो त कता कता निउरिन्छ। अब प्रविधिको क्षेत्रमा पनि युवा जाग्नुपर्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू।